सम्पूर्णमा नमस्कार। आज मिति 2081 साल चैत 23 गते शनिबारको राशिफल यस प्रकार रहेको छ। मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिन लाभदायक रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ र कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूको सल्लाहले मनज्ञ लाभ मिल्नेछ। समाजमा मानसम्मान बढ्नेछ र पदोन्नतिको योग छ। व्यापार व्यवसायमा तामा, सुन तथा आयुर्वेदिक औषधि पसलबाट राम्रो लाभ कमाइनेछ। वाहन किन्न पिताको सहयोग मिल्नेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि आज वैदेशिक क्षेत्रबाट लाभ कमाउन सकिनेछ। स्वास्थ्यलाई लिएर धन खर्च हुनाले मन अशान्त रहनेछ। नोकरी वा पेसामा अरूमाथि निर्भर नहुनुहोस्। वाहन सावधानीपूर्वक चलाउनुहोला र खानपानमा विशेष ध्यान दिनुहोस्। मादक पदार्थ सेवन गर्नदेखि बच्नुहोस्। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आज कार्यक्षेत्र वा घर परिवारमा सबैको भरपूर सहयोग मिल्नेछ। पदोन्नतिको योग रहेको छ। प्रतियोगिताको तयारीमा लागिरहनु भएकाहरूलाई विशेष लाभदायक समय छ। नोकरी वा पेसामा मन परेको स्थानमा सरुवा हुन सकिनेछ। व्यापार व्यवसायमा भाग्य र समयले साथ दिनेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आज व्यापार विस्तारको लागि सहकारी वा वित्तीय सहायता मिल्नेछ। शत्रुमाथि विजय पाइनेछ। स्वास्थ्यको दृष्टिले समय अलि नकारात्मक रहनेछ। पेट सम्बन्धी समस्याले सताउन सक्छ। भौतिक संसाधन जुटाउनुको साथै महत्त्वाकांक्षी योजना प्रारम्भ गर्न सकिनेछ। विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि आजको दिन सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिनेछ। विदेशमा कारोबार गर्नेहरूको लागि समय अनुकूल रहनेछ। कार्यक्षेत्रमा श्रमको पूर्ण प्रतिफल मिल्नेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आज धार्मिक एवं माङ्गलिक कार्यक्रममा सहभागिता जनाउने अवसर मिल्नेछ। तीर्थस्थानहरूको यात्रा गर्ने योग बनिरहेको छ। घर परिवार र बाहिर दुवैतिर मान सम्मान मिल्नेछ। कार्यक्षेत्रमा लिएका निर्णयहरूको प्रशंसा हुनेछ, जसले आत्मविश्वासमा वृद्धि हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि आज पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा थोरै मेहनतले पनि राम्रो सफलता पाइनेछ। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। भाग्यको साथ मिल्नाले प्रयोगात्मक परीक्षामा सफल रहनुहुनेछ। नोकरी वा पेसामा आएको अतिरिक्त स्रोत फेला पर्नेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि आज नोकरी वा पेसामा वेतन वृद्धि वा स्थानान्तरण हुने सम्भावना छ। घर परिवार वा आफन्तहरूसँग रमाइलो यात्रा हुन सक्छ। साझेदारी व्यापारबाट विशेष लाभ मिल्नेछ। कार्यक्षेत्रमा तपाईँको बोलीले गर्दा अड्केका कार्य प्रारम्भ हुनेछन्। सरकारी नोकरीमा प्रभाव बढ्नेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि आज कार्यक्षेत्रको सिलसिलामा केही यात्राको योग छ। विशेष गरी व्यापार सम्बन्धित यात्राहरू लाभदायी रहनेछन्। सञ्चित धनमा वृद्धि र कार्यक्षेत्रमा प्रगतिका योगहरू छन्। मानसम्मानमा वृद्धिको योग रहेको छ। महिनाको मध्यमा स्वास्थ्यमा ध्यान दिनुहोस्। नयाँ लगानी गर्दा विचार पुर्याउनुहोस्। मकर राशि। मकर राशि हुनेहरूको लागि आज नयाँ जिम्मेवारीले चुनौती दिन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। पारिवारिक जीवनमा मेलमिलाप हुनेछ। कार्यक्षेत्रमा परिश्रमको मूल्याङ्कन हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि आज प्रेम सम्बन्धमा सुधार आउनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। कार्यक्षेत्रमा मान्यता मिल्नेछ। पारिवारिक खुसी प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। मीन राशि। मीन राशि हुनेहरूको लागि आज सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आर्थिक लाभको सम्भावना छ। यात्रामा सफलता मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार हुनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्छ। हवस् त आजलाई राशिफल यति नै। कृपया ध्यान दिनुहोस् कि राशिफल सामान्य मार्गदर्शनको लागि मात्र हो। व्यक्तिगत निर्णयहरूमा आफ्नो विवेक र परिस्थिति अनुसार विचार गर्नुहोला। आज तपाईको दिन शुभ रहोस्। नमस्कार।